जापान चाहिँ धेरै भिजा क्याटेगोरीहरूमा जापान प्रवेश गर्न सकिन्छ। एउटा त नर्मल्ली स्टडी भिजामा जापान जान सक्ने भयो। हजुरको एकाडेमिक पर्फर्मेन्स राम्रो छ, प्लस टू पास गर्नुभएको छ, ब्याचलर पास गर्नुभएको छ, मास्टर्स गर्नुभएको छ, एज रिक्वायरमेन्ट पनि पुग्छ, फाइनेन्सियल पनि साउन्ड हुनुहुन्छ, हजुरलाई राम्ररी पढ्नु जानु छ भने स्टडी भिजामा जापान जान त सकि नै हालिन्छ। र हजुरको एकाडेमिक रिक्वायरमेन्ट पुग्दैन, प्लस टू पनि गर्नुभएको छैन, प्लस टू बिलो हुनुहुन्छ, तर एज पनि अलिक बढी भइसक्यो, स्टुडेन्ट भिजामा जानको लागि हजुरलाई लगानी गर्ने पैसा पनि छैन, थोरै पैसामा वर्किङ भिजामै जापान जान्छु भन्नुहुन्छ भने जापान अहिले वर्किङ भिजामा पनि जान सकिन्छ। तर जापान जानको लागि आवश्यक पर्ने जापानिज भाषा चाहिँ हजुरले राम्रोसँग पढ्नुपर्छ। जापानिज भाषै जान्दाखेरि वर्किङ भिजामा जान सकिन्छ भने त हजुरले मिहिनेत गर्नु पर्यो। हजुरको आइडल टाइमहरू छ भने हजुरले मजाले पढेर बस्नु पर्यो। सो एसएसडब्ल्यू, टिआइटिपी, त्यसै गरी चाहिँ कुक भिजामा कति जानुहुन्छ, यस्ता धेरै भिजा क्याटेगोरीहरू छन्। अब भिजिटर भिसामा जापान जानुहुन्छ या हजुर चाहिँ आफ्नो पार्टनरहरू जापानमा हुनुहुन्छ र डिपेन्डेन्ट भिजामा जापान जानुहुन्छ भने पनि हजुरलाई राम्रोसँग हजुरले भाषा बनाएकै हुनुपर्छ। जापान कसैले भिजा लगाइदिन्छु भनेर सजिलैसँग जान त सक्नु होला, भिजा पनि लाग्ला, तर जापान गएर हजुरको दिन चाहिँ एकदमै नराम्रो हुन्छ, एकदमै गाह्रो हुन्छ, एकदमै च्यालेन्जिङ हुन्छ। अनि हजुरले पछुताउनु बाहेक पछिको दिनमा केही पनि बाँकी रहँदैन। र भाषा पढ्दाखेरि चाहिँ राम्रोसँग पढ्नुपर्छ। राम्रो पढ्ने भनेको दामी क्लासमा बसेर पढ्नु मात्रै होइन कि प्रपरली राम्रो पढाउन राम्रो जान्ने सेन्सेहरूसँग, टिचरहरूसँग पढ्यो भने छिटो उपलब्धि हासिल गर्नुहुन्छ, समयको पनि बचत हुन्छ, समय पनि वेस्ट हुँदैन, हजुरले ल्याङ्ग्वेजमा लगानी गरेको कुराहरू पनि प्रोपर लगानी हुन्छ। कतिपय कस्तो हुन्छ भने 10औं महिना पढिसक्दा पनि हजुर जापानिज भाषा बोल्न सक्नुहुन्न। के कारणले हुन्छ भन्दाखेरि एउटा पढाउने शैली, पढाउने तरिका, अफिसको म्यानेजमेन्ट, रेगुलर क्लास हुन्छ कि हुँदैन, कति प्रोफेसनल अफिसहरू छ भन्ने पनि हुन्छ। कतिपय अवस्थामा खोलिएका कन्सल्टेन्सीहरूमा क्लास हुँदै हुँदै गर्दा गर्दै पनि कन्सल्टेन्सीहरू बन्द हुने अवस्थाहरू पनि छन् होइन। बिचैमा हजुरको क्लासहरू डिस्टर्ब हुन्छ। आज आएको स्टुडेन्टलाई पनि 5 लेसनमा राखेर पढाइदिएको हुन्छ, भोलि आएकोलाई पनि 5 मा हुन्छ, कसैलाई 10 लेसनमा राखेर पनि पढाइदिएको हुन्छ। सो बिस्तारोसँग जिरोबाट विद्यार्थीलाई प्रोपरली गाइड गर्न सक्यो भने हाम्रो अनुभवले छिटो स्टुडेन्टलाई सिकाउन सकिन्छ भन्ने छ। सिकाएको पनि छौँ, हामी स्टुडेन्टलाई बोल्न सिकाउँछौँ, जापानको च्यालेन्जहरू बुझाउँदै जान्छौँ, तपाईँलाई राम्रोसँग पढाउँछौँ, क्वालिटीको ग्यारेन्टेड गर्छौँ, जापान रिटर्न सेन्सेहरूबाट पढाउँछौँ, एकदमै अब्बल सेन्सेहरूबाट पढाउँछौँ। 22 वर्षदेखि जापान मात्रै काम गरेका छौँ भनेपछि हाम्रो एउटा ब्रान्ड भएको हुनाले पनि हामी तपाईँलाई ग्लोबल आएर मैले गल्ती गरेछु भन्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौँ। त्यस कारणले पनि हजुरको इच्छा वर्किङ भिजा छ या स्टडी भिजा छ या डिपेन्डेन्ट छ या भिजिटर भिसा छ भने जापान प्रवेश गर्नुभन्दा अगाडि जापानिज भाषा त बनेकै हुनुपर्छ। सो राम्रोसँग, सजिलोसँग, छिट्टो, एकदमै प्रविधि प्रयोग गरेर हामीले स्मार्ट बोर्ड प्रयोग गर्छौँ। नेपाली र अङ्ग्रेजीमा तपाईँलाई ग्रामरका नोटहरू दिन्छौँ। हरेक विद्यार्थीलाई लेसनको एन्डमा, हरेक च्याप्टरको एन्डमा टेस्टहरू गराउँछौँ। विद्यार्थीको क्वालिटी के हो त्यसको जाँच गर्छौँ। तपाईँलाई पटक पटक सोध्छौँ, बुझ्नु भएको छैन भने यो एकपल्ट ग्लोबलमा एडमिसन गरेपछि त्यही पैसामा दिनमा 3 घन्टा 4 घन्टा बसेर पनि पढाउँछौँ। तपाईँलाई जसरी पनि एट द एन्ड अफ द च्याप्टर जान्ने बनाउँछौँ। त्यो हाम्रो कमिटमेन्ट हो, जसरी पनि बनाउँछौँ। रेगुलर क्लास हुन्छ, बिहान 7 बजीको क्लास छ, टिचर आइदिनुहुन्छ 8 बजी 7:45मा, अनि 15 मिनट क्लास भएर निस्किनुपर्ने अवस्था पनि होला। यी यावत कुराहरू हाम्रो अनुभवले हामीले बुझेर तपाईँलाई एकदमै क्वालिटी क्लासहरू गराइरहेछौँ। सो हामी नारायणको पाल्चोक, रिङ रोड, चक्रपथमा छौँ भने हजुरलाई एकदमै सजिलो लोकेसन छ। चाबेलबाट आउनुभयो भने महाराजगञ्जमा भाटबटेनको ठिक्क अपोजिटपट्टि हामी छौँ। वसुन्धरातिरबाट रिङ रोडबाट आउनुभयो भने बर्गर हाउसको ठिक्क अपोजिटपट्टि हेर्नुभयो भने नेपाल ब्याङ्क छ। नेपाल ब्याङ्क भएको बिल्डिङ टपमा हेर्नुभयो भने न्यू थकाली रेस्टुरेन्ट छ। ग्राउन्ड फ्लोरमा हेर्नुभयो भने टिभिएस र हिरोको सोरुम छ। चौथो तलामा हामी छौँ, लिफ्टको व्यवस्था छ, सजिलोसँग आउन सक्नुहुन्छ। एकदमै ब्युटिफुल क्लासहरू अरेन्ज गरेका छौँ, एकदमै राम्रो सेन्सेहरूले पढाउनुहुन्छ, एकदमै विद्यार्थीलाई सिकाइ प्रक्रिया नि हाम्रो एकदमै जापान बेस बनाएका छौँ। कसरी छिटो सिक्न सकिन्छ, थोरै पैसामा कसरी विद्यार्थीलाई सिकाउन सकिन्छ भन्ने नै हाम्रो मेन उद्देश्य हो। 22 वर्ष हामीले सर्भिस गरिराख्दाखेरि 50,000 विद्यार्थीले हामीसँग सिकिसक्नु भएको छ, सेवा लिइसक्नु भएको छ। 20,000-50,000 हजारले काउन्सिलिङ लिइसक्नु भएको छ। त्यसो गर्दाखेरि तपाईँको पनि इन्ट्रेस्ट यदि जापान बन्छ भने जापान वर्किङ भिजामा जाने कि नजाने, कति मिहिनेत गर्नुपर्छ, कति लगानी लाग्न सक्छ, यसका प्रक्रियाहरू के हुन्, भाषा कति पढ्नुपर्छ आदिबारे बुझ्नु पर्यो भने हजुरले ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनलाई सम्झिन सक्नुहुन्छ। र एकदमै राम्रो कुरा अहिले सिजनमा त के छ भने
ग्लोबलको 22औं एनिभर्सरी सुरु हुन लागेको छ। एकदमै धेरै डिस्काउन्टहरू दिएका छौँ हामीले। मिनिमम हामीलाई हाम्रो अफिस अपरेटिङ कस्ट धान्ने पैसा मात्रै राखेर बाँकी सबै हजुरहरूको लागि सुविधाहरू दिएका छौँ। त्यसो भएको हुनाले पनि हजुरको इन्ट्रेस्ट वर्किङ भिजा छ, जापानिज भाषा पढ्न चाहनुहुन्छ, जेएफटीको तयारी गर्न चाहनुहुन्छ, कसो गरेर एन्फो लेभल पास गर्ने, जेएफटी पास गर्ने, धेरैभन्दा धेरै मार्क्स हासिल गर्ने, बोल्न सिक्ने, रियल लाइफमा जापानिजहरूसँग कम्युनिकेसन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्, औपचारिक भाषा कसरी बोल्ने बारे जानकारी लिनु छ र जिरोबाट बेसदेखि नै राम्रोसँग राम्रो फाउन्डेसन बनाएर, चर राम्रो बनाएर, होइन फाउन्डेसन राम्रो भयो भने घर बलियो हुन्छ भन्छन् नि। पढेर मात्रै घोकेर मात्रै पास गरेर पनि जापान गएर केही पनि गर्न सकिँदैन। त्यसो भएको हुनाले कन्भर्सेसन गर्दै, मजाले बोल्दै, सुन्दै, सुनेका कुरा बुझ्दै, लिसनिङ धेरैभन्दा धेरै गरेर एक्जामको प्रिपेयर पनि गर्दै राम्रोसँग भाषा तयारी गर्नुभयो भने डेफिनेटली जापानका धेरै खालका अपर्च्युनिटीहरूसँग हजुर जोडिन सक्नुहुन्छ। र हजुरको आइडल टाइम छ, के गर्नु भन्ने छ, परीक्षा दिएर बस्नुभएको छ, पढि पनि राख्नु भएको छैन, 2-4 घन्टा आफ्नो समय फ्री छ भने भाषा पढ्दै राख्नुहोस्। एक दिन तपाईँलाई काम आउने नै छ, राम्रो अवसरमा कुनै दिन जोडिनु हुनेछ। फेरि पनि मैले भने ग्लोबलको 22औं एनिभर्सरी भएको हुनाले धेरै डिस्काउन्ट, नोमिनल प्राइसमा हाई क्वालिटी एजुकेसनको ग्यारेन्टी गरेका छौँ। हजुरलाई नारायणगोपाल चोक चक्रपथमा स्वागत छ। लोकेसन र अन्य सर्भिसहरूको बारेमा हजुरलाई केही जिज्ञासाहरू भयो भने हाम्रो नम्बरहरू स्क्रिनमा दिएका नम्बरहरूमा वाट्सएपमा निःशुल्क च्याट पनि गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ, फिजिकली भेट्न सक्नुहुन्छ। हाम्रा क्लासहरू हजुरलाई हामीले ट्रायल क्लासहरू पनि निःशुल्क प्रोभाइड गरेका छौँ। कस्तो क्लास हुन्छ, गफ मात्रै सुनेर पनि भएन, क्लासै हेर्छु भन्नुहुन्छ भने पनि निःशुल्क क्लासहरू व्यवस्था गरेका छन्। आउनुहोस्, क्लासहरू लिनुहोस्, मेच्योर डिसिजन गर्नुहोस्। अनि हाम्रो सेवाहरू एकदम ह्याभी डिस्काउन्टमा रहेको सेवाहरू र फेसिलिटीहरूलाई हजुर युज गर्न सक्नुहुनेछ र एकदम धेरै फाइदा पनि लिन सक्नुहुन्छ। हजुरलाई म ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको म्यानेजिङ डिरेक्टरको हिसाबले एकदमै धेरै मोस्ट वेलकम गर्न चाहन्छु। नारायणगोपाल चोक, रिङ रोड, चक्रपथमा। धन्यवाद।